हेलो एभ्रिवान। हिजो मैले अस्ट्रेलियाको एज फ्याक्टर बारेमा कुरा गरेको थिएँ। एजबाट तपाईहरुले के कतिको पोइन्ट्सहरु पाउँछ भन्ने कुरा गरेको थिएँ र आज म कुरा गर्न गइरहेको छु वर्क एक्सपिरियन्सबाट हजुरहरुले के कति पोइन्ट्स लिन सक्नुहुन्छ त भनेर। स्किल वर्क एक्सपिरियन्सबाट पनि तपाईले पोइन्ट्सहरु पाउन सक्नुहुन्छ। यदि तपाईको 3 देखि 4 वर्षको वर्किङ एक्सपिरियन्स छ भने तपाईले 5 पोइन्ट सम्म पाउन सक्नुहुन्छ। यदि तपाईसँग 5 देखि 7 इयर्सको वर्किङ एक्सपिरियन्स छ भने तपाईले 10 पोइन्ट्स पाउन सक्नुहुन्छ। त्यसैगरी तपाईको यदि 8 वर्ष भन्दा माथिको एक्सपिरियन्स छ भने तपाईले 15 पोइन्ट्स क्लेम गर्न सक्नुहुनेछ। र तपाईको अस्ट्रेलियामा कुनै वर्किङ एक्सपिरियन्सहरु छ भने त्यसबाट पनि तपाईको पोइन्ट्सहरु एड हुन्छ। सो यस्तै भिडियोको लागि मलाई फलो गर्न नभुल्नु होला। मेरो भिडियोज हेर्दै गर्नु होला। भोलिको भिडियोमा म लिएर आउने छु अर्को पोइन्ट सिस्टमको बारेमा के कस्तो पोइन्ट्सहरु आउने रहेछ भन्ने बारेमा म जानकारी गराउने छु हजुरहरुलाई। थ्यांक यू।